नमस्कार साथीहरू, आज म तपाईहरुलाई एउटा बाख्राको फर्म देखाउन गइरहेको छु। यो फर्म कसरी म्यानेज गरिएको छ, बाख्रालाई के कस्तो सुविधा छ र खोरको व्यवस्थापन कस्तो छ, यी सम्पूर्ण कुराहरू हेर्न भिडियोलाई अन्तिमसम्म हेर्नु होला। बाख्रा पालन गर्दा कम लगानीमा पनि राम्रो व्यवसाय गर्न सकिन्छ भन्ने उदाहरण यो फर्मले दिएको छ। यहाँ किसानले सुरुवाती चरणमा 12 देखि 15 वटा बाख्राबाट सुरु गर्नुभएको छ। अब केही दिनमा थोरै बोयर जातका पाठापाठीहरू थप्ने योजना छ। जुन किसान थोरै संख्याबाट सुरु गरेर अनुभव बटुल्दै अगाडि बढ्छ त्यो किसान पक्कै पनि सफल हुन्छ। यता चाहिँ बाख्राले दानापानी खाने घाँस खाने डुँड हो। यहाँ देख्न सक्नुहुन्छ खोरको चारैतिर जालीले घेरबार गरिएको छ। जालीको हाइट लगभग 6 फिट जति रहेको छ। यसले बाख्राहरू बाहिर जान नपाउने र बाहिरी जङ्गली जनावरबाट पनि पूर्ण रूपमा सुरक्षित रहन्छन्। यसरी कम्पाउन्डिङ गर्दा बाख्राहरू भित्र खुल्ला रूपमा घुमफिर गर्न पाउँछन् र स्वतन्त्र महसुस गर्छन्। खोर घेरबार गर्नुको अर्को मेन फाइदा भनेको बाख्राहरूलाई हेरचाह गर्न, व्यवस्थापन गर्न धेरै सजिलो हुन्छ र जनशक्ति पनि थोरै चाहिन्छ। तपाईहरूले दाना पानी हालेर अन्य ठाउँमा काम गर्न सक्नुहुन्छ। पानी परेको समयमा बाख्राहरू भित्र जान्छन् र अन्य समयमा बाख्राहरू बाहिरै बस्छन्। यहाँ देख्न सक्नुहुन्छ बाख्राको फिडर। बजारको महँगो फिडर किन्नुभन्दा किसानले आफ्नै घरमा ड्रमको फिडर बनाउनु भएको छ। यति मात्र कहाँ हो र, खोरको परिसरमा पुरै ठुल्ठुला रुखहरू छन्। खोरको साइडमा बाख्रालाई खुवाउन डाले घाँसहरू पनि रोपिएको छ। अब तपाईहरूलाई खोर देखाउँछु साथीहरू। खोरभित्र गएर हेरौँ। बाख्राको खोरको बनावट यस्तो छ साथीहरू। भर्खर बनाइएको खोर हो। अझै निर्माण कार्य सकिएको छैन। बाख्रा बस्ने ठाउँ चाहिँ अलि मिलेको छैन। बाख्रा बस्नलाई एकदमै कम्फर्टेबल र बराबर हुनुपर्छ। खोर एकदमै राम्रो छ तर बाख्रा बस्नलाई अलि भएन। केही समयमा राम्रो बन्छ होला। सर्र हावा चल्ने ठाउँ छ। चारैतिर खुल्ला छ। देख्न सक्नुहुन्छ माथि पराल भुस्सा राख्ने पनि बनाइएको छ। यस्तो छ साथीहरू खोरको अवस्था। जाडोमा न्यानो हुने र गर्मीमा शीतल हुने व्यवस्था गरिएको छ। तपाईहरूले पनि यसरी बाख्राको खोर बनाउन सक्नुहुन्छ। खोरको हाइट चाहिँ अलिक कम छ साथीहरू। अझै हाइटमा भएको भए खोर मुनिको दिशा पिसाब सफा गर्न अझ सहज हुने थियो। तपाईहरूले पनि यसरी व्यवस्थित रूपमा खोर घेरबार गरी खोरभित्रै दानापानी खाने व्यवस्था मिलाएर बाख्रा पालन गर्नुभयो भने फार्मलाई अटोमेसन गर्न सक्नुहुन्छ। अटोमेटिक रूपले चलाउन सक्नुहुन्छ साथीहरू। यस्तो व्यवस्थापनले फार्ममा जनशक्ति कम चाहिने र मेहनत पनि कम लाग्छ। साथीहरू, आजको यो बाख्रा फार्म कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला र भिडियो मन परेको छ भने लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला।